यो भिडियो चाहिँ मैले धेरैपल्ट भइसक्यो हेरेको। आज चाहिँ मैले रियाक्ट गर्दैछु है त। अब हेर्नुहोस्, उसमा एउटा चुरोट थियो, फ्यालिदियो। चुरोट फ्यालिसकेपछि अब चुरोट छैन, अब फ्यालेको टिप्नु पऱ्यो नि होइन। फ्यालेको टिप्नुपर्छ भनेपछि फेरि उताबाट आयो अर्को गाडीले खिचिदियो। अब हेर्नुहोस् है, खिचिदियो, अब झारिदियो, दुलेमा झारिदियो। चप्पल पनि फ्यालिदियो अनि चप्पल पनि गाडीमा अड्केर जान्छ। हेर्नु कति ठक्कर खान्छ हेर्नुहोस् है यहाँ। अनि चप्पल पनि अड्केर गइसकेको, अब उसमा ठोकिन्छ हेर्नु त, पोलमा नै क्या मजाले ठोकिन्छ। अब त केटी अब त्यसमा अलिकति पैसा त झारेन त, अब फेरि आफ्नो पैसाले आफै दुःख पाउँछ। हेर्नुहोस् है, अब गयो त्यही भएर आफूसँग जति छ त्यसलाई चाहिँ अब झर भनेर चाहिँ फाल्नु हुँदो रहेछ। अनि यहाँलाई शिक्षा चाहिँ सिकिन्छ। चड्काइ, अब चड्काइ एक थप्पड चड्किसकेपछि अब साथीले छामो गाला छाम्दैछ साथी। अब पछि जाँदैछ हेर्नुहोस् है, ऊ फेरि ठोकियो ल हेर्नु त। केटी मुस्कुराउँछ फेरि, उसलाई मजा लागेछ होइन। अब फेरि जाँदैछ साथी, फेरि पछि पुग्यो त उसको चप्पलमा छ नि त, अब खोज्नु जानु पऱ्यो। पछि जानै पर्छ हेर्नु। खिच्छन् हौ साथीहरूले, खिच चप्पलले हान्ने भएपछि चाहिँ अब उसले पैसा माग्छ। देखायो, पैसा देखाएपछि केटीले हेर्छ हेर्नुहोस् है। अब त्यो पैसा उसले लैसकेपछि फेरि यो चाहिँ पसलमा जान्छ। एकछिनपछि हेर्दै जानु होला। खुसी भयो, अब खुसी भएर अब नाच्दै जाँदैछ साथी, नाच्दै जाँदैछ हेर्नुहोस् है, नाच्दै जाँदैछ, पुरा नाच्दै छ नि। अब पाउरोटी झुस्किनु, पाउरोटी झरो हेर्नुहोस्। फेरि टिप्दिन भन्छ, कसैले हेरेर टिप्नु भन्छ। माथि एकजना हेरेर भने चाहिँ यस्ता मलाई टिपे कसले खान्छ झरेको भन्छ। साथी लाग्यो, लागिसकेपछि अब पैसा पुगेन पाउरोटी किन्न, फर्क्यो। त्यही टिप्छु भनेर फर्केको, त्यही हेर्ने साथीले चाहिँ गम्दिरह ल हेर्नु त। कति एउटा उसले गर्दाखेरि कति ठक्कर खाइरहेको छ यसले है जीवनमा। कति ठक्कर खायो त हेर्नुहोस्। लडो पनि चप्पल चिप्ले, चप्पल चाहिँ कहाँ भेट्यो चाहिँ गाडीमाथि झरेको। अब यहाँ हेर्नुहोस्, अब यहाँ पनि पानी खाने हो साथीले। हेर्नुहोस् त्यहाँ भनेपछि एउटा चुरोको कारणले यो यस्तो भएको। एउटा